दर्शकवृन्द, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जारी गरिएको स्थान हद र विदेश भ्रमण रोक सम्बन्धी प्रतिबन्ध फुकुवा गरिएको छ। भदौ 23 र 24 गतिको घटना सम्बन्धी छानबिन तथा जाँचबुझ आयोगले जारी निर्णय मार्फत ओलीमाथि लागेको प्रतिबन्ध हटाउने औपचारिक घोषणा गरेको हो। आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले आजको बैठकपछि निर्णय सार्वजनिक गर्दै उक्त प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराएका छन्। आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार तत्कालीन प्रधानमन्त्री ओलीलाई सोधपुछ र घटनाको यथार्थ बुझ्न परियोजनाका लागि लागू गरिएको विदेश भ्रमण रोक तथा स्थान हद सम्बन्धी बन्देज अब औचित्यहीन भएको बताइएको छ। सोधपुछ तथा आवश्यक बुझाइ प्रक्रियाहरू पूरा भइसकेकाले अब थप प्रतिबन्ध जारी राख्नुपर्ने अवस्था नभएको आयोगले स्पष्ट पारेको छ। पौष 21 गतेको निर्णय अनुसार अब केपी शर्मा ओलीलाई देश बाहिरमा जान रोक हुने छैन र काठमाडौँ उपत्यका छाड्न समेत स्वतन्त्र अनुमति प्राप्त हुनेछ। प्रतिबन्ध लागू हुँदा तत्कालीन प्रधानमन्त्रीको हैसियतले देश छाड्न नपाउने अवस्था सृजना गरिएको थियो, तर अब परिस्थिति परिवर्तन भइसकेका आयोगले जनाएको छ। यो निर्णयसँगै ओलीले पुनः सामान्य जीवन तथा राजनीतिक गतिविधि सञ्चालन गर्न सक्ने व्यवस्था खुल्ला भएको छ। त्यसैगरी यो कदमले राजनीतिक नेतृत्वमा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ। विशेष गरी ओलीको पार्टी गठबन्धन र प्रतिपक्ष बीचको समसामयिक राजनीतिक समीकरणमा असर पर्ने विश्लेषकहरूको भनाइ छ। आयोगले आफ्नो विज्ञप्तिमा थप भनिएको छ कि यदि आगामी आवश्यक चरणमा पुनः बयान, सोधपुछ वा छलफल आवश्यक परेमा सम्बन्धित कानुनी ढाँचा अन्तर्गत थप प्रक्रिया अघि बढाइनेछ। हालसम्म जारी निर्णयले ओलीमाथि लागू सम्बन्धित प्रतिबन्ध हटाइए पनि आगामी दिनमा राजनीतिक तथा कानुनी गतिविधिहरू कतिको प्रभाव पार्नेछ भने विषयमा विशेषज्ञहरूको दृष्टिकोण अझै विभाजित देखिनेछ। यसैले आजको निर्णयले तत्कालीन घटना सम्बन्धी छानबिनको पहिलो चरणलाई पूर्णता निष्कर्षमा पुर्याइएको देखिएको छ र अब ओलीलाई सम्बन्धित प्रतिबन्ध बिना आफ्नो व्यक्तिगत तथा राजनीतिक कार्यक्रम अघि बढाउन वातावरण निर्माण भएको छ।